नमस्कार। ड्यासमा आसीन आदरणीय सरहरू लगायत यस प्रेक्षालयमा अगाडि उपस्थित हुनुभएका सबै सहकर्मी साथीहरूलाई मेरो व्यक्तिगत तर्फबाट र एसिएमडीको ग्रुपको तर्फबाट पनि समष्टिगतमा शुभ प्रभात नमस्कार। हामी झन्डै 60 दिन सँगै एउटै कोठामा बिहान 9:45 देखि साँझ 4 बजेसम्म समय बितायौँ। कक्षामा पढायौँ, सिकायौँ त छुट्टै कुरा छ। कम्तीमा पनि हाम्रो मोबाइलमा थप 23 जनाको नम्बर सेभ भएको छ। हाम्रो सपोर्ट सर्कलका सदस्यहरू बढ्नुभएको छ। हामीसँग अब कुनै रोग लाग्यो, उपचार गर्नको निमित्त हतार पर्यो भने फोन घुमाउने डाक्टर साहब हाम्रो साथी सर्कलमा हुनुहुन्छ। हामीलाई अप्ठ्यारो परेको सिकाउने सबै प्राविधिक साथीहरू हुनुहुन्छ, अप्राविधिक ज्ञान सिकाउने साथीहरू हुनुहुन्छ, नेतृत्व सिकाउने साथीहरू हुनुहुन्छ, स्थानीय तहबाट खरिएर आउनुभएको साथीहरू हुनुहुन्छ। मानव अधिकारसँग कुनै दुखेसो रह्यो भने मानव अधिकारको बारेमा सोध्ने साथीहरू पनि हुनुहुन्छ। हाम्रो साथीको सर्कल ठुलो भएर गएको छ। त्यसैले जति दिन हामीले यहाँ बितायौँ धेरै कुरा सिक्न पाएका छौँ। हाम्रो तालिमको उद्देश्य हामीमा रहेको ज्ञान, सिप, अनुभव र मनोवृत्तिलाई सकारात्मक परिवर्तन गर्दै हाम्रो कार्यकक्षमा हाम्रो कार्य सम्पादनलाई सुधार ल्याउने, त्यो सुधारको माध्यमबाट समग्र सार्वजनिक प्रशासन, सार्वजनिक व्यवस्थापनको प्रणालीप्रति नागरिकहरूको विश्वास, सोचमा सकारात्मक परिवर्तन ल्याउने र सुशासनको लक्ष्य हासिल गर्नु हाम्रो मुख्य उद्देश्य थियो। यसका लागि हामीले क्लासमा धेरै कुराहरू यहाँ सिक्न पायौँ। थ्योरिटिकल ज्ञान पनि सिक्यौँ, केही नसुनेका फ्रेमवर्कहरूको बारेमा सिक्न पायौँ। अनि धेरै कुराहरू चाहिँ सर गुरुहरूको उपस्थितिले पनि सिक्यौँ। कतिपय गुरुहरू एकदमै विज्ञ, दक्ष आउनुभयो, समय बितेकै थाहा भएन। कतिपय गुरुहरू यस्तो आउनुभयो कि समय कति बेला जाला जस्तो भयो। भोलि हामीले पढाउँदाखेरि यस्तो चाहिँ हुनुहुन्न भन्ने कुरा सिक्न पाइयो। कतिपय गुरुहरूमा चाहिँ दक्षता आफूसँग नभए पनि त्यो कन्फिडेन्स बोकेर आएको देख्दाखेरि कन्फिडेन्स भन्ने कुरा नलेजभन्दा पनि ठुलो रहेछ भन्ने पनि सिक्न पाइयो। सरहरूले सिकाएका कुरा बाहेक यो पेरिफेरीमा 72 पनि भित्रको पेरिफेरी, प्रत्येक रुख, यहाँका मान्छेहरू, यहाँको कक्षा कोठा सबैले हामीलाई केही न केही कुरा सिकाएको छ। त्यो ज्ञान, सिप, दक्षता बोकेर हामी घर फर्किँदैछौँ। हाम्रो यो ज्ञान, सिप र दक्षता केवल अफिसको कुर्सीमा मात्रै उपयोग हुने छैन। मलाई लाग्छ यसले त हामीलाई हाम्रो परिवारमा, हाम्रो समाजमा, हाम्रो समुदायमा हामीले कसरी बिहेभ गर्ने, कसरी काम गर्ने, कसरी कार्य सम्पादन गर्दाखेरि उत्कृष्ट नतिजा लिन सक्छौँ। एउटा व्यक्तिको रूपमा हामी असल व्यक्ति कसरी हुन सक्छौँ, एउटा कर्मचारीको रूपमा हामी काबिल कर्मचारी कसरी हुन सक्छौँ र सार्वजनिक व्यवस्थापन, सार्वजनिक प्रशासनलाई कसरी अगाडि बढाउन सक्छौँ, जनताका आवश्यकता र आकाङ्क्षाको सम्बोधन गर्न हाम्रो भूमिका के हुन्छ भन्ने नयाँ पर्सपेक्टिभ हामीले प्राप्त गरेका छौँ भन्ने मलाई लाग्छ। एसिएमडीको तालिममा केही कुरा नयाँ सुधार होस् भन्ने पनि अपेक्षा छ। जस्तो नयाँ टेक्नोलोजीको जमाना छ। एआईको हामीले एउटा छोटो क्लास लिन पायौँ। टेक्नोलोजीलाई इन्कर्पोरेट गरेर कार्य सम्पादन बढाउने विषय हाम्रो क्लासरुममा अलिकति थप्नुपर्छ भन्ने लाग्छ। संसारभरि सबभन्दा कम वेतनमा काम गर्ने कर्मचारीहरूमध्ये हामी हौँ। तर हामीले जिन्दगीमा न कक्षा कोठाको पाठ्यक्रममा, न कलेजमा, न युनिभर्सिटीमा कहीँ पनि पर्सनल फाइनेन्स कसरी म्यानेज गर्ने, थोरैबाट हाम्रा आवश्यकताहरूको, आकाङ्क्षाहरूको पुरा गर्न कसरी सकिन्छ भन्ने कुरा कहीँ पनि तालिम दिँदैन। यो पर्सनल फाइनेन्सको कुरादेखि लिएर जीवनका जटिलताहरू चिन्नको लागि जीवनलाई सहज बनाउने, पारिवारिक वातावरण सहज बनाउने विषयहरू पनि थप्न पाए अझ सुनमा सुगन्ध थपिएर जान्थ्यो भन्ने मलाई लाग्छ। अन्तिममा हरेक दिन बिहान पटक पटक तातो पानी, चिसो पानी, चिया, कफी राखिदिने कार्यालय सहयोगी दाइलाई हार्दिक नमन, उहाँहरूलाई म सम्झिन चाहन्छु। र क्यान्टिनमा हामीलाई चिया सर्भ गर्ने भाइहरू लगायत यता क्यान्टिनमा खाना पकाउने कुकदेखि त्यहाँ सर्भ गर्ने भाइ बहिनीहरू जो हुनुहुन्छ उहाँहरूलाई धेरै धेरै धन्यवाद। उहाँहरू हुनुहुन्थ्यो र हाम्रो पेट भोको रहेन। त्यसपछि क्लासलाई नियमित रूपमा सभ्य बनाउन, अनुशासित बनाउन र नियमित बनाउन, चुस्त राख्नको लागि हाम्रो कोअर्डिनेटरको रूपमा काम गर्ने आदरणीय विशाल सरलाई धेरै धेरै धन्यवाद। यहाँका सबै स्टाफहरूलाई, यहाँको इडी सर, निर्देशक सरहरू लगायत स्टाफ कलेजभित्रका प्रत्येक अंशलाई धन्यवाद छ। हामी यहाँभन्दा बाहिर सिक्नको लागि, पब्लिक सर्भिस इनोभेसनको लागि हस्पिटलहरूमा गयौँ। त्यहाँका मेसु, त्यहाँका कर्मचारी सर म्याडमहरूलाई पनि म सम्झिन चाहन्छु, उहाँहरूलाई धन्यवाद। कनेक्टिङ टु कम्युनिटीको लागि हामी सैलुङमा पुगेका थियौँ। सैलुङका जनप्रतिनिधि, त्यहाँको प्रमुख प्रशासकीय अधिकृत, वडा सचिव लगायत हामीले गएर भेटेका, आफ्नो व्यस्त समय छुट्याएर हामीलाई समय दिएका समुदायका सदस्यहरूलाई र हामीलाई त्यहाँसम्म पुर्याउने गाडीको ड्राइभर लगायत त्यहाँ हामीलाई बिहान बेलुका खुवाउने होटलका जति पनि कर्मचारीहरू हुनुहुन्थ्यो उहाँहरूले हाम्रो यो तालिममा महत्त्वपूर्ण योगदान दिनुभएको छ। उहाँको योगदानलाई हामीले सम्झिन सकेनौँ भने हामी अपुरो र अधुरो हुन्छौँ। यसको बिच
सबैभन्दा धेरै धन्यवाद हाम्रो सहभागी सबै सर म्याडमहरूलाई। यो 420 वर्षको अनुभव हामीले एकअर्कामा जोड्न पाएका छौँ, हामी जोडिएका छौँ। यो जोडाइले हामीलाई ठुलो दक्षता क्षमता विकास गर्न सहयोग गरेको छ भन्ने मलाई लाग्छ। अन्तिममा यो एउटा सुरुवात मात्रै हो, फेरि पनि स्टाफ कलेजमा विभिन्न तालिमको सन्दर्भमा यहाँ पनि आइपुग्छौँ र हाम्रो भेट यहाँ मात्रै हुँदैन, यो गेटभन्दा बाहिर पनि कार्य सम्पादनको सन्दर्भमा, व्यक्तिगत पारिवारिक सन्दर्भमा सिक्ने सिकाउने क्रम आज मात्रै होइन भोलि पनि जारी रहनेछ। यति भन्दै मेरो भनाइ यही टुङ्ग्याउँछु। सफलताका रङहरूले यहाँहरूको जीवनमा सधैँ खुसीको इन्द्रेणी पोतिरहोस्। नमस्कार।